ब्लड प्रेसर घटाउन सक्ने प्रमाणित तरिकाहरू। नम्बर 1, नुन कम खाने। यदि तपाईँलाई ब्लड प्रेसर छ र नुनलाई 5 ग्रामभन्दा कम दैनिक खानुभयो या 2000 मिलिग्रामभन्दा कम सोडियम खानु हुँदाखेरि तपाईँको ब्लड प्रेसर नियन्त्रण गर्न यसले एकदमै महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। दोस्रो, तौल घटाउने। हरेक 1 किलो तौल घटाउँदाखेरि 1 अङ्कले ब्लड प्रेसर घट्न सक्छ। या आफ्नो शरीरको तौलले 10% घटाउनु हुँदाखेरि तपाईँको ब्लड प्रेसर 10%ले घट्न सक्छ। मानौँ तपाईँ 80 किलोको हुनुहुन्छ, यदि तपाईँले 72 किलो या 10% तौल घटाउनु भयो भने तपाईँको ब्लड प्रेसर मानौँ सुरुमा 130/80 छ भने त्यो 10 घटाउँदाखेरि त्यो प्री हाइपोटेन्सनबाट 120/75 देखि 80 मा पुग्न सक्ने सम्भावना धेरै हुन सक्छ। र यो सँगै खानालाई डाइटरी एप्रोचेस टु स्टप हाइपरटेन्सन या ड्यास डाइट भन्ने पनि हुन्छ, जुन म अर्को भिडियोमा भन्नेछु। त्यो गर्दाखेरि पनि ब्लड प्रेसर अत्याधिक कम हुन सक्छ। त्यही भएर करेलाको जुस मात्रै खाएर नबस्नुहोस् है। ब्लड प्रेसर घटाउन नियमित व्यायाम, खानाको सन्तुलन, नुन कम खाने, यिनीहरू नै हुन् है त मुख्य सूत्रहरू।